For 2 days and 1 night I'm going somewhere and I need to get ready with the assuming आज चाहिँ हामीहरू गाडीमा जानेवाला छौँ र भोलि मात्र हामीहरू फर्किँदा चाहिँ हिँड्नेवाला छौँ सिन्स भोलिको लागि त आई हेभ अलरेडी प्लान त्यो भिडियो पनि आउँछ आज चाहिँ वी आर वेयरिङ दिस टी शर्ट दिस इज रियली क्युट टी शर्ट के लगाउने क्या तल द्याट्स आम सो कन्फ्युज ट्राउजर देन यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कम्फर्टेबल फिल हुन्छ बट सिन्स गाडीमा पनि 1-1.5 घन्टामा हामी पुगिसक्छौँ त्यही भएर चाहिँ बटरफ्लाई प्यान्ट लाउने भनेर सोचिरहेको छु सो आइ एम कन्फ्युज बिट्विन दिस एन्ड दिस त्यही भएर चाहिँ लेट्स जस्ट वेयर इट एन्ड कुन चाहिँ राम्रो देख्छ त्यही चाहिँ लगाएर जानुपर्छ वेयर दिस प्यान्ट एन्ड इट्स कम्फर्टेबल जिन्स प्यान्टै भए पनि सो आई थिङ्क जिन्स नै राम्ररी जान्छ जस्तो लाग्यो बट लेट्स सी अर्को लगाउँदा ट्राउजर लगाउँदा चाहिँ कस्तो हुन्छ दिस वान अल्सो लुक्स गुड यार I don't know what to wear. Should I be wearing this or should I be wearing that? Only because it's summer अनि समरमा चाहिँ मेबी यो अलिकति बाक्लो हुन्छ कि जस्तो फिल भएर चाहिँ मेबी आइम गोइङ विथ दि जिन्स वान किनभने यो एकदम कम्फर्टेबल छ कि इभन जिन्सै भए पनि गाडीमा बस्नु गर्न यो कम्फर्टेबल नै छ आई नो यसको लागि चाहिँ म अग्रिड छु सो मेबी आई विल बी वेयरिङ दिस वान आई चेन्ज माई माइन्ड लाइक आई अलवेज डु इन द लास्ट मिनट है मैले चाहिँ चेन्ज गरेँ सो भित्र यही टी सर्ट लगाएको छु अन टप अफ इट मैले चाहिँ यो लगाएको छु है विन्टर बिकज भोलि सजिलो हुन्छ हिँड्दाखेरि पनि गाह्रो हुँदैन एन्ड देन आइम वेयरिङ द ब्ल्याक वान आइम सो सरी गाइज सो या दिस इज द आउटफिट द्याट आई एम गोन बी वेयरिङ सी यु इन माई नेक्स्ट भ्लग जहाँ जाँदैछु त्यसको पनि म क्लिपहरू बनाउनेवाला छु सो स्टे ट्युन